प्रमुख अतिथि हाम्रो स्टुडियो साहेब तथा यहाँ उपस्थित शिक्षक शिक्षिकाहरू, पत्रकार मित्रहरू तथा सम्पूर्ण भाइ बहिनीहरूमा मेरो न्यानो अभिवादन। वेलकम प्रोग्राम जुन छ यो कक्षा 12 ले अर्गनाइज गरेको हो कक्षा 11 को विद्यार्थीहरूलाई। गुड लिसनर क्यान बी ए गुड स्पिकर। जसले चाहिँ राम्ररी सुन्न सक्छ उले मात्र राम्ररी बोल्न सिक्न सक्छ। वेलकम प्रोग्राम कुनै पनि संस्थाले अर्गनाइज गर्नुको कारण हुन्छ कि नयाँ विद्यार्थीलाई पुरानो विद्यार्थी माझ, टिचर माझ, सबै माझ परिचित गराउनको लागि। जसरी हाम्रो घरमा पनि नयाँ बच्चाको आगमन हुन्छ, नयाँ बच्चा जन्मिन्छ भने हामी त्यसको लागि पनि छठियार भनेर भोज जस्तै हामी मनाउँछौँ। त्यस्तै बिहेको बेला पनि हामी एउटा प्रोग्राम अर्गनाइज गर्छौँ। अब यो कुराहरूले गर्दा पक्कै तपाईहरूलाई भोलिको दिनमा जुन सम्मान कक्षा 12 को विद्यार्थीहरूले तपाईहरूलाई दिनु भइरहेछ त्यस्तै कक्षा 11 को विद्यार्थीले पनि फर्काउने बेला आउँछ फेयरवेल प्रोग्राम अर्गनाइज गरेर। आजको यो कार्यक्रममा जुन विद्यार्थी भाइ बहिनीहरूले घरको विवादलाई एउटा प्रस्तुत गरेको थियो त्यसको लागि तपाईहरूको त्यहाँ भएको अशिक्षित परिवारको कहानी जस्तै मलाई लागेको हो। तर मलाई लागिरहेछ भोलिको दिनमा तपाईहरू +2 पास गरेर ब्याचलर पास गरेर अगाडि बढ्नुहुन्छ भने पक्कै यस्तो समस्या आउँदैन होला। कतिको लागि झै झगडा, जुन आमा बुवाले हामीलाई जन्म दिनुभएछ उहाँले केयर नगरिदिने, हेला गर्ने, रातिमा गएर स्टाम्प लिएर जाने र छाप लगाइहाल्ने, त्यो पनि शिक्षाले मात्र तपाईहरूलाई डिग्री दिने काम गरेको हुँदैन। तपाईहरू बुझ्नुहुन्छ कि म रटेर चोरी गरेर पढेर A+ ल्याइहाल्छु भने म मान्छे बनिहाल्छु, होइन। द्याट इज नट मेन मोरल अफ द एजुकेसन। त्यो मोटो पनि होइन एजुकेसनको कि तपाईलाई खाली डिग्री दिलाउनको लागि। पढे लेखेर भोलिको दिनमा मान्छे बनिहाल्नुहुन्छ त्यही मेन एचिभमेन्ट हो। मान्छे बन्नु पर्यो। कोही दुखी छ भने त्यसको दुखमा कसरी हामीले सहयोग गरेर उसलाई पनि अलिकति माथि हामी उकास्न सकौँ। खुट्टा तान्ने काम छोडेर हात तान्ने काम हामीले गर्नु पर्यो। यति भन्दै म आफ्नो 2 शब्द टुङ्ग्याउन भन्दा अगाडि एउटा कुरा अझ भन्न चाहन्छु कि तपाईहरूले बीपीएस +2 कलेजलाई जुन रोज्नु भएछ त्यो म्यानेजमेन्टको लागि वान अफ द बेस्ट कलेज हो हाम्रो पर्सामा र बारामा पनि। यति भन्दै म आफ्नो 2 शब्द टुङ्ग्याउँछु। धन्यवाद।